उज्यालो चिसिँदै गरेको साँझ। दिउँसोको काम सकेर साँझको बन्दोबस्तमा जुट्न ओहर दोहर गइरहेको भिड, दिनभरि बेफुर्सदिलो हुने चोक र चोकको परिवेशलाई चोकको पूर्व उत्तरतिर रहेको 3 तले पहेँलो घरको तेस्रो तलाको सडकतिर फर्केको कोठाको झ्यालबाट निहाल्दै थिए तलाउ जस्ता एक जोर पुराना, गहिरा र थाकेका आँखा। अब्दुल अली नेपालगञ्ज सहर बालकै हुँदा यही सहरको मझिरीमा जन्मिएको अरे। ऊ जन्मिएको 95 वर्ष भयो अरे। उसले थाहा पाएकै 91 वर्ष भयो। सहर अहिले जवान भएको छ, ऊ बुढो। ऊ, उसका बा, हजुरबा जन्माउने यो सहर समय बित्दै जाँदा झन्झन जवान भएको हेरिरह्यो उसले। हेरेर मात्र चित्त बुझेन। पहेँलो कागजमा लेख्यो, यो सहर कहिले बुढो हुन्छ? सायद जति मान्छे जन्माउँछ सहर उति जवान हुँदै जान्छ। समय पनि जति बित्दै जान्छ उति जवान हुँदै जान्छ। लेख्दा लेख्दै उसका हात काँपे थरर। लेखेर सुस्तायो तर याद सुस्ताएनन्। उसलाई लेख्न मन पर्छ, उर्दूमा, हिन्दीमा होइन। हिजो आज नेपालीमा लेख्न मन पर्छ, तर उर्दू शायरहरू औधी मन पर्छन्। उमेरका कारण मन परेका कुराहरू गर्न नसकिएको सम्झेर चोक निहाल्न थाल्यो झ्यालबाट। उमेरले उसको आँखाको शक्ति खोसेको रहेनछ अझै। देख्छ चस्मा नलगाएरै यो सहर झ्यालबाट देखिनेसम्म। आफ्नो आँखाको दृष्टि क्षमता सम्झेर गर्वले हिउँ जस्तो सेतो दारी सुमसुम्यायो। लेख्दै गयो, यो सहर आफ्नो जवानी बेचेर पनि बुढो हुँदैन। जवानीमा पनि यति फोहरी यो सहर बुढो भएपछि कस्तो होला? यो सहरले नुहाउनै जानेको छैन। कहिलेकाहीँ प्रकृतिले नै नुहाइदिँदा पनि आफ्नो शरीर पखालेको मैलो पानी आफ्नै शरीरका खोल्सा खाल्सीमा जमाएर कुहाएर भ्यागुता र सर्प पालेर बाँच्छ। फोहोरकै कारण कहिले सुकेलुतो, कहिले पाकेलुतो, कहिले छुट्दैन यो सहरलाई। र पनि यो ठाउँले निरन्तर कहिल्यै नटुङ्गिने कथा बाँचिरहेछ। असंख्य मानिसहरूको कथा बोकेर समय हिँडिरहेछ। उमर खयाम, बशीर बद्र, आफ्ताब राय रुसवा जस्ता उर्दू शायरहरूको गजल मन पर्छ उसलाई। आफू पनि त्यही प्रभावमा लेख्ने गर्छ कहिलेकाहीँ, तर छाप्न मन गर्दैन। लेख्दै च्यात्छ, समयले आफ्नो उमेर च्याते झैँ। केही सम्झे झैँ लेख्यो एक शेर। अतीत बिर्सिएर सहर ओहर दोहर गर्छ, अतीत बिर्सिएर सहर ओहर दोहर गर्छ, आफ्नै जवानीलाई किन यति फोहर गर्छ। अरू शेर लेख्न सक्दैन, फर्द भयो। बाँकी गद्यमै लेख्यो। यो सहर इतिहास बिर्सन खोज्छ। वरिपरिका घरहरू चोकलाई आफ्नो इतिहास सम्झाउन खोज्छन्। फरक फरक शासन व्यवस्थामा यो चोक फरक फरक शालिक भएर उभिन्छ र भिड मौन पत्थरको अमोघ आदेशले नियन्त्रण गर्न खोज्छ। अहिले यो चोकमा भिडलाई हेर्न र नियन्त्रण गर्न पत्थरको मुटु भएको कुनै शालिक उभिएको छैन। व्यवस्था परिवर्तनसँगै यो चोकमा शालिक परिवर्तन हुन्छ। नयाँ व्यवस्थाका नयाँ शासकले इतिहास मेट्न खोज्छन्, तर बिस्तारै समयले ती शासकलाई नै मेटिदिन्छ। यो चोक अहिले आफ्नो नाभिमा उभिएको पहिलो शालिक खोजिरहेछ, तर यहाँका मान्छेहरू नयाँ शालिक खोजिरहेछन्। यो चोक अहिले आफ्नो पहिलो नाम खोजिरहेछ, तर यहाँका मान्छेहरू नयाँ नाम खोजिरहेछन्। लेख्दा लेख्दै अचानक सहरभरि झ्याप्प बत्ती गयो। बुढाले लेख्न सकेन। भर्खर घाम अस्ताएपछिको मधुरो प्रकाश उसको कोठामा अँध्यारो बनेर पसेको थियो। अँध्यारोमा उसले शून्य अनुभव गर्यो। झ्यालबाट धमिलो उज्यालोमा चोक पनि देखिएन। तन्द्रामा परे झैँ तकियाको अडेस लागेर ऊ पल्टियो। ऊ जवान हुँदाको पुरानो समय उसको आँखा अगाडि चोकमा एक तमासले पोखिन थाल्यो।
ऊ बाँचिरहेको त्यो समय उसको मनोलोकमा सपना भएर आउन थाल्यो। सहर अघिल्लो दिनदेखि नै नुहाएर सुकिलो भएको थियो। मानिसहरू सहर सजाउनमा व्यस्त थिए। गाउँले जस्ता देखिने सहरवासीहरू आफ्नो चोकलाई गाउँ जस्तै सहर सम्झन्थे। कलिलो सहर शिशु जस्तै सुन्दर थियो। चोकको चारैतिर सडक किनारामा लामबद्ध 300 भन्दा बढीको हाराहारीमा एक नासका कोठी। पहिलो 3 सरकारले आफू नआएरै हुकुमबाट बसाएको सहर। भर्खर ताते ताते हिँड्न खोज्दै थियो। बजार भएर चोकमा कुनै शालिग थिएन। शालिग राखिने ठाउँमा पनि एउटा सानो कोठी थियो जहाँ 2-3 जना प्रहरी बस्थे, जसलाई सबै कोतवाली भन्थे। 3 सरकारको सवारी हुँदैछ भनेर मानिसहरू सडक किनारमा लामबद्ध हुँदै फूल अबिर लिएर सरकारको स्वागत र जयगानका लागि बिहानैदेखि लामबद्ध कुरिरहेका थिए। सवारी भइसकेको थिएन। सवारी हुने बेला भयो भनेर मानिस आत्तिएर लाइनमा बसेको पनि घन्टौं भएको थियो। हुनेले आफ्नै घरको, नहुनेले खोजेर 3 सरकारलाई मनपर्ने परिकारहरू जति सक्दो स्वादिलो बनाई लिएर आएका थिए। कतिपयले बरु मान्छे नै किन रहोस्, सुन्दर र सुशील छोरीहरू हुनेका कतिपय बाबुआमा छोरी दरबारमा सुसारे भएर भित्रन पाउँछे र पुरै परिवारको उद्धार हुन्छ भन्ने विश्वासमा समेत थिए। बिहान 11 बजेको शुभ साहित्यमा सजी सजाउ हात्तीमाथि चढेर 3 सरकारको सवारी भयो। सरकारको पछि पछि सयौं सुरक्षा फौज, घोडचढी, आसेपासे र धुपौरेदेखि लिएर सरकारका कर्मचारीहरूको लामो लाम थियो। त्यसपछि स्थानीय सर्वसाधारणका प्रमुखहरू, त्यसपछि धेरै पर सर्वसाधारणहरू। गाउँ जस्तो सहर जय जय गानको भक्ति भजनमा डुब्यो। साक्षात भगवान विष्णु प्रकट भए झैं मानिस अचम्पित थिए। 3 सरकारको हात्ती लमक लमक गर्दै चोकमा आएर उभियो हजारौं मानिसको माझमा। त्यहाँका सबै वर्ग, जाति, धर्म, संस्कृतिका मानिस सरकारको दर्शन र सेवामा आएका थिए। कस्ता रहेछन् हाम्रो देश चलाउने सरकार भनेर हतारिँदै हेर्न आएका थिए। कुनै अवतार पुरुष चाहिँ 3 सरकार आफ्नो स्वागत, सेवा र भक्तिमा उपस्थित हजारौं प्रजालाई गर्वसाथ लामा लामा जुगामा ताउ लगाउँदै चारैतिर हेर्दै थियो। तर प्रजाहरू कसैले पनि 3 सरकारको आँखामा सिधा हेर्न सकेनन्। मात्रै दर्शन गरे, स्वस्ति गरे, भक्ति गरे, जय जय गरे। 3 सरकारका भक्त तथा राष्ट्र सेवकहरूलाई हात्तीमाथिबाटै सरकारले पुरस्कार, मान, पदवी दिने कार्यक्रम अनुसार दिइयो। पुरस्कार स्वरूप कतिपयले 20 देखि 100 बिघासम्म जग्गा मौजा पाए। कतिपयले सुन, चाँदी, गिन्नी, असर्फी पनि पाए। कतिपयले डिट्ठा, बैदार, खरिदार, मुखिया हुने मौका पाए। धेरैको पदोन्नति भयो। सबैले सरकारको जय जय गान गरे। उच्च वर्ग जस्तो देखिने एउटा समूह निम्न वर्ग जस्तो भएर पाउ पर्न खोजिरहेको थियो। तर हात्तीमाथि बसेका 3 सरकार धेरै माथि भएकाले चाहेरै पनि पाउ पर्न मिलेन। त्यसैले पाउ परेको शैलीमा तलैबाट उनीहरू अलाप गरिरहेका थिए। सरकार, हाम्रा अवतार पुरुष, भगवान, दयाका सागर, दुःख मोचक। सरकार त 1 महिनापछि शिकार गरेर फर्किबक्सिन्छ। मौसुफको अनुपस्थितिमा हामी टुहुरा हुन्छौं सरकार। हाम्रो सुरक्षा र रेखदेख कसले गर्छ सरकार? हामीलाई न्याय कसले दिन्छ सरकार? हामीलाई पाप र दुःखबाट कसले मोचन गर्छ सरकार? सरकारको न्यास्रो लाग्दा हामी कसको शरणमा जाने सरकार? हामी कसको सेवा गर्ने सरकार? सरकारको सेवा गर्न नपाए हाम्रा हात बेकार हुन्छन् सरकार। प्रसन्न मुद्रामा मन्द मन्द मुस्कुराउँदै र जुगामा ताउ लगाउँदै हात्तीमाथिबाटै 3 सरकारद्वारा हुकुम भयो। त्यसो भए के उपाय गरौँ? ल, तिमीहरू नै भन।
2-4 अक्षर जाने जस्तो देखिने दौरा सुरुवालधारीले हात जोड्दै बिन्ती बिसायो, सरकारको प्रतिमा यो चोकमा बनाउन पाए हामी त्यही प्रतिमा हेरेर चित्त बुझाउने थियौँ सरकार। क्रमशः अरूले पनि थप्न थाले, हामी आफ्ना सबै कुरा त्यही प्रतिमा सामु गएर बिन्ती बिसाउने थियौँ सरकार। सरकारको प्रतिमालाई नै सरकार ठानेर हामी त्यसै अनुसार चल्थ्यौँ सरकार। हामी हाम्रा भगवानको प्रतिमा राख्न चाहन्छौँ सरकार। एकाएक भिडले सरकारको भक्ति गर्दा गर्दै आँखाभरि आँसु पार्न थाल्यो। भक्तिको उत्कर्ष रूप आँसु हो, करुणा हो। कतिपयका आँखा सम्भावित बिछोडको कल्पनामा रसाए जस्ता पनि देखिए। धेरैजसोका आँखा भने अरूको भन्दा धेरै आँसु देखाउनु पाए सरकारको नजिक हुन पाइन्थ्यो कि भनेर रसाएका थिए। 1 महिनापछि आफूसँग हुने बिछोडमा आजैदेखि शोकमग्न भक्तजनहरूलाई देखेर तीन सरकारको अनुहार भर्खर उदाएको घाम झैँ धपक्क बल्यो र मुस्कुरायो। बत्ती जस्तो अनुहार लिएर तीन सरकारको टाउको चारैतिर घुम्यो र अत्यन्त प्रसन्न चित्तमा भक्तहरूले गरेको भक्ति आलाप हेर्दै ओठ छड्के पारेर मधुर मुस्कुराहटमा तीन सरकारबाट हुकुम भयो, तिमीहरूको भक्ति र प्रार्थनाबाट म अत्यन्त प्रसन्न भएँ। 1 महिनाभित्र यस चोकमा तिमीहरूका तीन सरकारको प्रतिमा विदेशी कालीगढद्वारा अष्टधातुबाट निर्माण गरिनेछ। तीन सरकारको अमृत बाणी सबैले कानमा थापेर हृदयमा राखे र हर्षित भए। फेरि सबैले तीन सरकारको जय जय गरे, कीर्तन गरे। तीन सरकारबाट अझै अगाडि हुकुम भयो, जाने बेलामा म आफ्नो प्रतिमामा प्राण प्रतिष्ठा गराएर जानेछु। प्राण प्रतिष्ठा गराएपछि त्यो प्रतिमामा पनि म हुनेछु। त्यसैले तिमीहरू त्यही प्रतिमाका माध्यमबाट सधैँ शासित हुनु, सञ्चालित हुनु। आफूलाई दुःख र अन्याय पर्दा यही प्रतिमाका सामुन्ने बिन्ती भाव सुनाउनु, भक्ति र प्रार्थना गर्नु। तिमीहरूको प्रार्थनाबाट म प्रसन्न भएँ भने साक्षात् प्रकट हुनेछु, नभए पनि तिमीहरूको सुख दुःख सधैँ सधैँ म धातुको आँखाले हेरिरहेको हुनेछु, धातुकै कानले सुनिरहेकै हुनेछु, धातुकै मन मस्तिष्कले मनन गरिरहेको हुनेछु र धातुकै मुखले न्याय दिइरहेको हुनेछु। कसैले भोको बस्नु पर्दैन, कसैले बेकाम बस्नु पर्दैन, कसैले अन्याय भोग्नु पर्दैन। फेरि सबैले एकसाथ जय जय गान गरे। प्रसन्न चित्तले तीन सरकारबाट अझै अगाडि हुकुम हुँदै गयो, मेरो आत्माको अंश पनि यही प्रतिमामा म छोडेर जानेछु। तिमीहरूले यही प्रतिमालाई साक्षात् अवतार मानेर मेरो जन्मदिनमा भव्य जन्मोत्सव बनाउनु। म सबै हेरिरहेको हुनेछु, सुनिरहेको हुनेछु र विचार गरिराखेको हुनेछु। फेरि सबैले एकसाथ जय जय गान गरे। सरकारबाट अझै अगाडि हुकुम हुँदै गयो, हाम्रा भाइ छोराहरू प्रशस्त छन्। तीमध्ये अबदेखि 4 भाइ यस सहरका 4 दिशामा सहर घेरेर बस्नेछन्। उनीहरूलाई राजा बन्नु, सेवा गर्नु, भक्ति गर्नु, विभिन्न पर्वमा उनीहरूसँग आशीर्वाद लिन जानु। फेरि सबैले एकसाथ जय जय गान गरे। आफ्ना बी र सी क्लासका भाइ खलकहरूलाई दायाँ बायाँ हेर्दै अझै अगाडि हुकुम भयो, यिनीहरू व्यर्थमा यहाँ बस्न डराइरहेका छन्। यहाँ सर्प र बिच्छीको डर हुन्छ अरे, औलो लाग्छ अरे, यहाँ धुलो हिलो गर्मी हुन्छ अरे। हो त? धेरैले पसिना पुस्दै भने, होइन सरकार। अन्त्यमा हुकुम भयो, हाम्रा भाइहरूलाई यो सहरका चारै सुरमा 2-2 हजार बिघा जमिन बिर्ता भयो। फेरि सबैले जय जय गान गरे। हात्तीमाथिबाटै तीन सरकारबाट अन्यायमा परेकालाई न्याय, जग्गा नहुनेलाई जग्गा, घर नहुनेलाई घर, लुगा नहुनेलाई लुगा, अन्न नहुनेलाई अन्न बक्सिस भयो। प्रजा धन्य भए। 1 महिनासम्म केही बाघ, गैंडा, चितुवा, मृग, चित्तलहरूले तीन सरकारको हातबाट मुक्ति पाए। भित्रभित्रै केही मान्छेहरूले पनि मुक्ति पाए भन्ने गाईगुई हल्ला सुनियो।
तर प्रकटमा कसैले केही भनेनन्। सबैले जय जयगान मात्र गरे। 1 महिनापछि तीन सरकारद्वारा आफ्नो प्रतिमामा प्राण प्रतिष्ठा अर्थात् आफ्नो आत्माको अंश राखियो। यही बेलादेखि तीन सरकारका सुरक्षाकर्मीले प्रतिमालाई वरिपरिबाट 24 घण्टा पहरा दिन थाले। त्यही बेलादेखि चोकको नाम जुद्ध चोक रहन गयो। पहरोबाट 3 जना टोपी भोटो कछाड लगाएका पहाडतिरबाट झरेका जस्ता देखिने नौला मान्छे हिँड्दै हिँड्दै चोकमा आइपुगे। चोकमा हातखुट्टा नभएको, टाउको र आधा जिउ मात्र भएको जुङ्गे मुठे कालो मान्छे आकार देखेर अनौठो मान्दै कुनै नौलो जन्तुलाई चाहिँ हेरे। ती पहाडियाहरूले तीन सरकारलाई त्यसरी आँखा जुदाएर हेरेको देखेर पहरा दिइरहेको सिपाही कड्कियो। ओ मुनुवा, आँखा तल झार। पाखे सुनिनस्, आँखा तल झार। भोटो कछाड र टोपीहरू दङ्ग परे। एक अर्कालाई हेराहेर गरे। किन आँखा तल झार्ने? केही नबुझेर ओठ लेप्राउँदै डराएर ती बाटो लाग्न खोज्दा फेरि सिपाही कड्कियो। सरकारलाई स्वस्ति गरेर जा भनेको सुनेनस्? उनीहरू फेरि अलमल्ल परे। के हो स्वस्ति भनेको थाहा नपाएर उभिरहे। पक्कै ढोग्ने होला भनेर ढोग्न गए। सिपाहीले रोक्यो, डन्डा ताक्यो तर हानेन। उनीहरू कुनै फन्दामा परे झैँ मुख बिगार्न थाले, डरले काँप्न थाले। सिपाही कड्कियो, टाढैबाट स्वस्ति गरेर जा भनेको हो सुनिनस्? नबुझेर उनीहरूले नमस्ते गरेर गए। तराईको चर्को घाम, अर्को जोर दौरा सुरुवाल र इस्टकोट परबाट छाता ओढेर चोकतिर आउँदै गरेको देखियो। शालिग नजिकै आइपुग्दा पनि उनीहरूले छाता बन्द नगरेको देखेर सिपाही फेरि कड्कियो। छाता बन्द गर। सरकारको अगाडि छाता ओढ्न हुँदैन भन्ने थाहा छैन? अधम। उनीहरू केही नबुझेर ट्वाल्ल परे। यताउति हेरे, सरकार कतै पनि देखेनन्। डरले थर्र कामे। कसो गरौँ के गरौँ भए। सिपाही फेरि कड्कियो। बडो अटेरी रहेछ। महाराजको अगाडि छाता ओढेर हिँड्ने। छाता बन्द गर भनेको। जति हेरे पनि महाराज देखेनन्। उनीहरूले सोचे सायद महाराज ईश्वर जस्तै सर्वव्यापी हुन्छन्, जसलाई सामान्य मानिसले देख्न सक्दैनन्। नदेखेरै डरले छाता बन्द गरेर उनीहरू चुपचाप गए। पर पुगेर डराउँदै फेरि छाता ओढे र आफ्नो बाटो तताए। तिहारको बेला जताततै देउसी, भैलो, पिङ र जुवाको माहौल थियो। जुद्ध चोकको वरिपरि पनि खालहरू जमाएर उद्योगी, व्यापारी, जागिरे र किसान बसेका थिए। यस्तैमा तीन सरकारका बी श्रेणीका भाइ खलक, जो त्यहाँका सरकार बनाइएका थिए, हात्तीमाथि चढेर आफ्ना प्रजाले कसरी तिहार मनाइरहेका छन् भनेर हेर्न आएको परैबाट देखियो। नजिक आएपछि सबैले झुकेर स्वस्ति गरे। प्रजाले कौडा खेलेको देखेपछि हात्तीमाथिबाटै सरकारद्वारा एक थैली मोहर खालमा थापियो। प्रजाले कौडा हाने, सरकारले जिते पनि नजिते पनि सबै दाम सोहोरेर प्राय प्रजाले एकै मुखले भने सरकारको जित भयो। बारम्बार यो क्रम चलिरह्यो। प्रत्येक पटक सरकारकै जित भयो। प्रसन्न भएका सरकारले जाने बेलामा प्रजाको दाम लिनुहुन्न भनेर आफूले थापेको थैली सहित जितेको सबै दाम प्रजालाई नै दिँदै भनेको सुनियो, तिमीहरूले नै बाँडेर लिनु। सबैले सरकारको जय जयगान गरे। हात्ती लसक लसक अगाडि बढ्यो। अचानक बिजुली आयो। चारैतिर फेरि उज्यालो पोखियो। बुढाको तन्द्रा खुल्यो। तकियाबाट टाउको उठाएर चोकतिर हेर्यो। चोक उस्तै खाली थियो। बिस्तारै बोल्यो, कस्तो सपना देखिएछ। जति बुढो भयो उति धेरै सपना देखिँदो रहेछ। गहिरो निदाउनै नसकिने। विगत किन यसरी फर्केर आइरहन्छ सपनामा? बुढो मान्छेको जीवन विगतका विभिन्न घटनाहरूको जगमा उभिएको हुँदो रहेछ। अँध्यारो बढ्दै जाँदा चोक बिस्तारै पातलिँदै गयो।
पान पसल, चाट पसल, फलफुल पसल, क्यासेट पसलहरूमा अझै केही ग्राहक झुम्मिँदै थिए। केही रिक्सा, साइकल र मोटरसाइकलहरू यताउति गर्दै थिए। टाङ्गाहरू भने चल्न बन्द भइसकेका थिए। उसका आँखा चाहिँ शालिक रहित रित्तो चोकमा अल्झिरहे। केही सम्झे झैँ भावुक भएर एक शेर लेख्यो। दुनियाँमा जसको धेरै जय जय भयो, सबैभन्दा उसैबाट किन भय भयो। फेरि झ्याप्प बिजुली गयो। आँखाभरि ऐको भन्दा गाढा अन्धकार खस्यो र चारैतिर फैलियो। त्यसपछि उसले तकियामा टाउको अड्यायो। फेरि ऊ तन्द्रामा पर्यो। अर्को बुढो समय फेरि उसको आँखा अगाडि चोकमा पोखियो। सयौं सुरक्षा फौज अघि पछि लगाएर 3 सरकारको भन्दा आधुनिक शैलीमा, हात्तीमाथि होइन, सजी सजाउ बग्गीमा 5 सरकारको सवारी हुँदै थियो। मानिसहरू सभक्ति 5 सरकारको स्वागतमा सडक दायाँ बायाँ फूल अबिर सहित झण्डा उठाउँदै जय जय गइरहेका थिए। हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, 5 सरकार चिरायु रहून्। चोकमा आएर 5 सरकारको बग्गी रोकियो। चारैतिर नजर भयो। आफ्नो सामुन्ने चोकमा कल्की भाँचिएको श्रीपेच लगाएर अष्टधातुद्वारा निर्मित एउटा अर्धकदको कालो न कालो शालिक अदबका साथ चुपचाप बसिरहेको थियो। 5 सरकारलाई आफ्नो सामुन्ने उभिएको 3 सरकारको शालिक मन परेन। पृष्ठभूमिमा 5 सरकारको जय जयको तुमुल ध्वनि गुन्जिरहेको थियो। एक जोर सुकिला दौरा सुरुवाल कोट र टोपीले पाउ परेर बिन्ती बिसाए, सरकार, यो शालिक जति गर्दा पनि हामीले ढाल्न सकेनौं। 7 सालको आन्दोलनमा हन्दा हन्दा श्रीपेशको कल्की बाहेक केही तोड्न सकेनौं। यसलाई हटाएर मौसुफ सरकारको पूर्ण कदको प्रतिमा बनाउनु पर्यो सरकार। अर्को जोर दौरा सुरुवाल कोट टोपी पनि पाउ पर्यो। हो सरकार, हाम्रो बाहुबलले भेटेन, सरकारबाटै यसलाई हटाएर सरकारकै प्रतिमा हुनु पर्यो सरकार। पाउ पर्नेहरूको भिड लाग्यो। कुर्ता र धोतीहरू, कमिज र लुङ्गीहरू, शेरवानी, कुर्ता सुरुवालहरू पनि पाउ पर्न लागे र 5 सरकारको नजिक हुन अनेक बिन्ती गरेर चाकरी गरे। सरकार, यो कालो शालिकले यो चोकमा बसेर हामीलाई तर्साउँछ। यो त राणाहरूको भूत हो। राणा शासनको समूल नष्ट भएपछि यो शालिकको समूल क्रेनद्वारा नै उखाल्नु पर्यो। सरकार, राणा शासनमा हामी लुट्यौं, सर्वस्व हरियौं। सरकार, राणाहरूले आफ्नो शासन ढल्ने बेलामा झन लुटे। यो चोकको पूर्वतिर मेरो 500 बिघा जग्गा सबै लुटे। म अहिले सुकुम्बासी भएँ सरकार। राणाहरूले हामीलाई पढ्न लेख्न दिएनन् सरकार। हामी आँखा भएर पनि नदेख्ने भयौं। घाम उदाउँदा र बत्ती बाल्दा पनि नदेख्ने जस्ता भयौं। हामीलाई राणाहरूले दास र आफ्नै देशको कैदी बनाए सरकार। राणाहरूले हाम्रो रगत पसिना पिए सरकार। यहाँको जङ्गली पशुपक्षीको मात्र होइन, आफ्ना विरोधी कतिपय मान्छे र सुन्दरीहरू छानी छानी शिकार गरे सरकार। औलो सर्प बिच्छीको घर बनेर हामीलाई मात्र होइन, यो ठाउँलाई नै राणाहरूले हेला गरे सरकार। सरकारबाटै हाम्रो उद्धार होस्। मौसुफ सरकार नै मायाको खानी, दयाका सागर र करुणा अवतार होइ बक्सन्छ। सरकार, यहाँ मौसुफको प्रतिमा भयो भने हामी सरकार गएपछि पनि प्रतिमा हेरेर मन बुझाउने थियौं। हो सरकार, नत्र हामी त टुरा टुरी जस्ता हुन्छौं। सरकारको प्रतिमा त पूर्ण कदकै हुनुपर्छ, हेर्न पनि सजिलो हुन्छ, आँखाभरिको। प्रजाको पीर व्यथा सहितको भक्तिभाव सुनेर 5 सरकारको अनुहार पनि भर्खर उदाएको सूर्य झैं धपक्क बल्यो। सबैलाई आश्वस्त पार्ने खालको मन्द मुस्कुराहट ओठबाट फुस्कियो। एकछिनसम्म फुस्किरह्यो। पृष्ठभूमिमा जय जयको आलाप बढ्दै थियो। बीचमा
एउटा धनुष टङ्कार भएर बोल्यो, सरकारको प्रतिमा त सेतो हुनुपर्छ, ती राणाहरूको जस्तो कालो होइन। प्रसन्न चित्तमा 5 सरकारबाट हुकुम भयो। जनचाहना अनुसार नै नेपालकै कालीगढद्वारा यहाँ पूर्ण कदको सेतो शालिग 2 महिनाभित्र बन्नेछ। सम्झिनु, यो चोकमा यहाँका जनताहरूसँग सधैँ सधैँ म बाँचिरहेको हुनेछु। बुजुर्ग जस्तो देखिने सुकिलो दौरा सुरुवाल कोट र टोपीधारीले भन्यो, सरकार त प्रजातन्त्रका जन्मदाता, मौसुफको प्रतिमा श्रीपेश लगाएको होइन, प्रजाले जस्तै लुगा लगाएको हुनुपर्छ। उस्तै प्रसन्न भावमा 5 सरकारबाट हुकुम भयो, तिमीले ठिक भन्यौ, मेरो प्रतिमा प्रजाले जस्तै दौरा सुरुवाल कोट र टोपी लगाएको हुनेछ। घाँटीमा गलबन्दी पनि हुनेछ। भर्खर आइपुगेको एउटा बुढो टाँगावालले अर्को टाँगावाललाई सोध्यो, ओ 3 सरकार हो कि 5 सरकार बे? कहाँ 3 सरकार हुन्छ? उसको सरकार त ढलिसक्यो। यो 5 सरकार हो बे। एउटै देखिन्छ त। कहाँ एउटै देखिन्छ बे? 3 सरकारको मोटो मोटो जुङ्गा थियो, 5 सरकारको जुङ्गै छैन। यी त विष्णु भगवानका अवतार हुन्। उसले पत्याझैँ गरेर टाउको हल्लायो र पर भिडबाट टाउको उठाएर बग्गी माथिका 5 सरकारलाई भगवान देखे झैँ हेर्यो र भगवानको दर्शन पाएकाले आफ्नो जीवनका दुःखहरू हट्ने विश्वास गर्यो। नभन्दै 2 महिनामा 5 सरकारको सेतो पूर्ण कदको प्रतिमा बन्यो। दौरा सुरुवाल कोट टोपी लगाएको र गलबन्दी गुथेको हो। त्यसपछि चोकको नाम बदलियो, जुद्ध चोक त्रिभुवन चोक भयो। चोकको चारैतिर साइन बोर्डमा जुद्ध चोक मेटेर त्रिभुवन चोक लेखियो। फेरि बिजुली आयो, चारैतिर झलमल्ल भयो। फेरि बुढाको तन्द्रा भङ्ग भयो। उसले टाउको उठायो तकियाबाट र चारैतिर हेर्यो। चोक सुनसान हुन लागिसकेछ। अझै 2-4 पसल खुलै थिए, फाटफुट्ट मानिस देखिन्थे। चोक उस्तै रित्तो थियो, शालिग विहीन। छिनछिनमा किन बत्ती आउँदै र जाने भइरहेछ? के सोचेर मनमा नै फेरि अर्को शेर लेख्यो। फेरि बल्दा बल्दैको उज्यालो खोसिन्छ, तेल नसकिँदैको दियालो खोसिन्छ। साँच्चै उसले लेखे जस्तै भयो। फेरि उज्यालो खोसियो, चारैतिर अँध्यारो भयो। बुढो पनि अँध्यारोमा छाम्दै ओछ्यानमा पल्टियो। पल्टिने बित्तिकै तन्द्रामा पर्यो र सपनाको संसारमा विचरण गर्न लाग्यो। एकाएक कालो शालिग जस्तो मान्छे देखा पर्यो चोकमा। ऊ हात्तीमाथि थिएन, घोडामाथि थिएन, मोटरमा थिएन। उसको अघिपछि सुरक्षा फौज थिएनन्, प्रजाहरू थिएनन्। मध्यरात पल्टेको चोक सुनसान थियो। पहिले आफू रहेको स्तम्भ रित्तो देखेर धेरै बेरसम्म के सोचेर हेर्यो। त्यसपछि स्तम्भमा चढ्न खोज्यो, सकेन। फेरि चढ्न खोज्यो, सकेन। जति प्रयास गर्दा पनि नसकेपछि दिक्क भएर पसिना पुस्दै बोल्यो, यो चोकबाट मलाई कसले हटायो? पटक पटक उसले यही आवाजमा कराइरह्यो, तर कतैबाट केही आवाज आएन। सहर सुतेको थियो, सुनसान थियो। कतैबाट केही आवाज नआएपछि एक्लै बुदबुदाउन थाल्यो। जय जय गर्दै पछि लाग्ने ती हजारौं प्रजा खै कहाँ मरे? भक्ति पूजा आराधना गर्नेहरू कहाँ गए? आफ्नै आवाज पनि कस्तो गधा कराएको जस्तो लागेको, रोगी कुकुर भोके जस्तो लाग्छ आफैलाई। चिडियाघरको बन्दी र भोको बाघ झैँ एक्लै यताउता छटपटाउँदै आश्चर्य भावमा एक्लै बरबरायो। म कहाँ छु अहिले? कसले मलाई यसरी अलपत्र पारेर छाड्यो? मलाई कसले यति कमजोर बनायो? आफ्नो जस्तै कमजोर आवाज नजिकैबाट आएको सुन्यो। घुमेर हेर्यो चारैतिर। एउटा सेतो शालिग जस्तो मान्छे आफ्नो नजिकै आएर एक्लै बरबराइरहेको रहेछ। अहिले म कहाँ छु? कसरी म यति कमजोर भएँ?
ऊ सेतो शालिगतिर गयो, कता कता चिने जस्तो गर्यो, तर तत्काल ठम्ब्याउन सकेन। सेतो शालिगले पनि ऊ नजिकै गएपछि चिने चिने झैँ गर्यो, तर सेतो शालिगले पनि ठम्ब्याउन सकेन। अनुहार र शरीरभरि घाउै घाउले दुवै नचिनिने भएका थिए। अनुहारको रङ उडेको थियो, पुरै शरीर खुइलेर जीर्ण भएको थियो। सेतो शालिगले सोध्यो, तिमी को हौ? अनबसात बोल्न खोजेर पनि कमजोर आवाजमा कालो शालिगले भन्यो, म यो देशको शासक हुँ। आदेशको आवाजमा बोल्न खोज्दा सेतो शालिगको पनि क्षीण आवाज आयो, म पो हुँ यो देशको शासक। एउटै देशमा कसरी दुई शासक हुन सक्छन्? हुन सक्दैन। त्यसैले म हुँ यो देशको शासक। जिद्दी नगर। यी मेरो शिरमा श्रीपेच देखेनौ? तिम्रो त टोपी छ। त्यसैले यो देशको शासक म हुँ, तिमी प्रजा हौ। यस्तै बरबराउँदै चोकको खाली स्तम्भमा चढ्न खोज्दै कालो शालिगले फेरि भन्यो, हेर म कसरी शासक हुन्छु। कालो शालिग स्तम्भमा चढ्न खोज्यो, सकेन। फेरि चढ्न खोज्यो, लड्यो, तुरुन्तै उठ्न सकेन। त्यही मौकामा सेतो शालिगले भन्यो, हेर म चढेर देखाउँछु, किनभने यो देशको शासक म हुँ। सेतो शालिग पनि स्तम्भमाथि चढ्न खोज्यो, सकेन। फेरि चढ्न खोज्यो, पछारियो। पक्की सडकमा पछारिएको देखेर कालो शालिग हाँस्यो, खितित्त। कालो शालिगको खिसीपूर्ण हाँसोले सेतो शालिगलाई तुरन्तै सकि नसकी उठ्न बाध्य बनायो। अय्या भन्दै स्तम्भमाथि फेरि चढ्न खोज्यो, फेरि लड्यो। पछिल्लो पटक स्तम्भमाथि उभिनै लाग्दा लडेकाले सेतो शालिगको दाहिने हातै भाँचियो। सडकमा धेरै पटक पछारिएर अनुहारभरि घाउ नै घाउ भएको थियो। कालो शालिग हाँस्न खोज्यो, सकेन, किनभने उसको पनि घाउ दुखिरहेको थियो। सेतो शालिग लडेकोमा फेरि हाँस्ने प्रयास गर्दा रुन्चे हाँसो फुत्कियो। के हाँस्छौ? तिम्रो झन् श्रीपेचको कल्की नै भाँचिएको छ। तिम्रो त झन् दाहिने हातै भाँचिएको छ। फेरि कालो शालिग मूर्छा परे झैँ भयो। आँखा चिम्लियो। सेतो शालिग बरबराएको आँखा चिम्लेरै सुनिरह्यो। अचानक केही सम्झे झैँ आँखा खोलेर कालो शालिगले भन्यो, तिमी श्री 5 हौ? सेतो शालिग पनि झल्यास भयो र भन्यो, तिमी श्री 3 हौ? हुँ। कसरी चिन्यौ? चिन्नै नसक्ने गरी परिवर्तन गराएछ। सुरुमा त तिमीलाई चिन्नै गाह्रो भयो। तिम्रो बोलीको लवज भने उस्तै रहेछ। तिमीले मलाई कसरी चिन्यौ नि? तिम्रो पनि बोलीको अवशेष लवज अझै उस्तै रहेछ। किन हटायो मलाई यो चोकबाट? हामीले तिमीलाई मानेकै थियौँ, तिम्रै नाममा शासन गरेका थियौँ। जनताका समस्या तिमीसम्म आउन नदिइकन तिमीलाई सुखशैलमा राखेकै थियौँ, किन हटायो मलाई? सेतो शालिगले भन्यो, मैले होइन, प्रजाले हटाएका हुन्। गलत। प्रजाले त मलाई हटाउनै सकेका थिएनन्। त्यति धेरै ढुङ्गाले हान्दा पनि मेरो श्रीपेचको कल्की मात्र भाँचिएको थियो। पछि प्रजाले नै क्रेन लगाएर हटाए। जनतासँग क्रेन थिएन, मलाई तिमीले नै हटाएका हौ। कालो शालिगले सोध्यो, बरु भन, तिमीलाई चाहिँ कसले हटायो? सेतो शालिग एक्कासी झस्कियो र भन्यो, ए हो त, मलाई यो चोकबाट कसले हटायो हँ? अचानक आकाशवाणी भए झैँ एउटा आवाज आयो, मैले हो। तिमीहरू दुवैको शालिग मैले हटाएको हो। को हो 3 सरकारलाई म भन्ने? गोली ठोकिदिन्छु। को हो 5 सरकारलाई म भन्ने? जेल हालिदिन्छु। म समय हुँ। तिमीहरू मलाई गोली ठोक्न पनि सक्दैनौ र जेल हाल्न पनि। यो संसारको सबैभन्दा शक्तिशाली मानिस पनि मेरो नियन्त्रणमा चल्छ। यो संसार नै मेरो नियन्त्रणमा चल्छ।
सेतो शालिगले त्यो आवाजमा विश्वासै गरेन र केही टाठिए झैँ बोल्यो, तीन सरकारको शालिग त मैले हटाएको हो। मलाई हटाए भन्ने को हो? मैले अघि नै भने नि, दुवैको शालिग मैले हटाएको हो। 5 सरकारलाई म भन्ने साहस कसले गर्यो? मसँग पेस्तोल छ, गोली ठोकिदिन्छु। कालो शालिग अझ कड्कियो। मसँग तरवार छ, टुक्रा टुक्रा पारिदिन्छु। उस्तै शान्त आवाज आइरह्यो, समयलाई कसैले मार्न सक्दैन। देशको नियम तोड्न सकिन्छ, तर समयको नियम कसैले तोड्न सक्दैन। संसारका सबै सृष्टि र निर्माण समयसँगै बिलाउँछन्। म त विष्णुको अवतार। प्रत्येक जीवन आफैमा एउटा अवतार हुन्छ। सबैले इतिहासको गर्तमा बिलाउनै पर्छ। एकछिनसम्म समय बोलेको नसुनेपछि कालो र सेतो शालिगले द्वन्द्वको बीचमै काने खुसी गरे, वार्ता गरे झैँ के कुरा गरे। सेतो शालिगले सुरक्षित उपाय पत्ता लगाए झैँ भन्यो, हामी एक अर्काको विरोधी नबनौँ, आपसी सहयोगमा उठौँ र स्तम्भमाथि चढौँ। तिमीले ठिक भन्यौ, तिमी हाम्रा असल कुटुम्ब हौ। हामीले सँगै मिलेर स्तम्भमा चढ्नुपर्छ। दुवै मिलेर चढ्न खोज्दा पनि सकेनन्। माथि पुग्नै लाग्दा दुवै सडकमा पछारिए। एक अर्कालाई धकेला धकेल गर्दा पनि पटक पटक पछारिए। अन्त्यमा उठ्न खोज्दा खोज्दै हुरी चले जस्तो भयो। बिस्तारै उनीहरू चलमलाउन छोडे र क्रमशः त्यही चोकमै बिलाए। समय चारैतिर अमूर्त भएर फैलियो। सपनामै बिउझेर बुढाले झ्यालबाट हेर्यो र केही सोचे झैँ सपनामै अर्को शेर लेख्यो। चोक चोकमा निर्जीव शालिग ढलेर के भो, पत्थरको मुटु हुने मालिक ढलेर के भो। फेरि हेर्यो सडकमा, त्यही सडक हो, त्यही चोक जहाँ प्रत्येक कालखण्डमा कैयौं शहीदको रगत बहेको थियो। एकाएक ती शहीद उठे आफ्नो रक्तबीजबाट, तर ती शहीद त्यो स्तम्भमा चढ्न खोजेनन्। हेरे चारैतिर, सहर झन अव्यवस्थित र दुर्गन्धित भएको देखे। चारैतिर अव्यवस्था देखेर दुखी भए। सडकमा पान खाएर थुकिएको फोहोर देखेर सोचे, हाम्रा सपनाहरू पनि यसरी नै चपाएर थुके मान्छेहरूले सडकमा र कुल्चिए। उनीहरू खिन्न मुद्रामा चोकमा उभिए र चारैतिर हेरे। एकाएक मानिस जम्मा भए। चोकमा चारैतिरबाट विविध विचार भएका विभिन्न जाति, वर्ग, धर्म र क्षेत्रका मानिस आए। चोकमा कसको शालिग राख्ने भन्ने विषयमा फरक फरक विचार प्रस्तुत भए। एउटा अग्लो र शालीन मान्छेले भन्यो, यहाँ शहीदको शालिग राख्नुपर्छ। सबैले सहमति जनाए, तर कुन शहीदको राख्ने भन्ने बारे मत विभाजित भयो। चोकमा शालिग कसको राख्ने भन्ने बारे सुरुमा सल्लाह, त्यसपछि झगडा अनि हात हालाहाल हुन थाल्यो। द्वन्द्व सुरु होला जस्तो भयो। आफ्नो नाममा द्वन्द्व सुरु हुन लागेको देखेर शहीदहरू एकाएक चोकबाट गायब भए। शहीदहरू गायब भएको भिडले थाहै पाएन, थाहा पाउने प्रयास पनि गरेन। द्वन्द्वकै माझबाट एउटा अर्को अग्लो मान्छे बोल्यो, अहिले हाम्रो सरकार छ। यो देशमा परिवर्तन हाम्रो पार्टीकै कारण भएको हो, त्यसैले यहाँ हाम्रा महान नेताको शालिग हुनुपर्छ। भिडबाटै अर्को अग्लो मान्छे कड्कियो, हाम्रो पार्टीको नेतृत्वमा क्रान्ति सफल भएको हो। सधैँ सधैँ क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गरेको छ, त्यसैले यहाँ हाम्रो नेताको शालिग हुनुपर्छ। भिड झन उम्लिँदै गयो। अनेक किसिमका आवाज चोकमा पोखिन थाले। भिडबाट जनजाति र मधेसीहरू पनि जाग्न थाले। एउटा धोती र कमिज कड्कियो, यहाँ हाम्रो नेताको शालिग हुनुपर्छ। भिडबाटै शेरवानी, कुर्ता सुरुवाल पड्कियो, यहाँ हाम्रो नेताको शालिग हुनुपर्छ। जनजातिको अग्लो मान्छे कुर्लियो, यहाँ हाम्रो नेताको शालिग हुनुपर्छ। दलित वर्गीय आवाज विस्फोट भयो, यहाँ
हाम्रो नेताको शालिक हुनुपर्छ। महिला आवाज पनि चर्कियो। यहाँ हाम्रो द्वन्द्व झन चर्कियो। ढुङ्गा हानाहान हुन थाल्यो। प्रहरीहरूले द्वन्द्व नियन्त्रण गर्न सकेनन्। मानिसहरू आक्रोशित थिए। सबै आफ्ना पार्टी र नेताको पक्षमा नारा लगाउँदै थिए। यस्तैमा झडप सुरु भयो। भिड अनियन्त्रित बन्यो। प्रहरीहरू आएर पनि भिड नियन्त्रित भएन। लाठी बर्सन थाले। भिड झन उम्लियो। अश्रु ग्यास चारैतिर फैलियो। वातावरण पिरो बन्यो। अचानक गोलीको आवाज सुनिन थाल्यो। त्यसपछि सडकमा रगत बग्न थाल्यो। र पनि भिड शान्त भएन। चुपचाप शान्त र ज्ञानी देखिए सडकका साँडे, गधाहरू र कुकुरहरू। फेरि बत्ती आयो। चारैतिर उज्यालो फैलियो। यसपटक बत्ती आउँदा बुढाको निद्रा खुल्न त खुल्यो, तर अप्ठ्यारो गरेर खुल्यो। बिस्तारै उठ्न त उठ्यो, तर कतै भित्र दुखे झैँ गरेर उठ्यो। खोक्दै झ्यालबाट हेऱ्यो, सुनसान थियो। चोक उसरी नै शालिक कुरिरहे झैँ देखिन्थ्यो। मध्यरात भइसकेको रहेछ। बन्द घर र पसलहरू उभिएको माझमा सडक निदाइरहेको थियो। देखिन्थे तिनै सधैँ देखिने साँडे र गधाहरू, जो सडक पेटीमा उङ्गिरहे जस्ता देखिन्थे। कुकुरहरू भने बेला बेलामा भुकी टोपल्थे। बुढाले तकियातिर हेऱ्यो र एउटा कागज टिप्यो, कलम टिप्यो अनि गजलको अर्को एउटा शेर लेख्न खोज्यो। लेख्नका लागि खुब सोच्यो, सकेन। जति प्रयास गर्दा पनि सकेन, सक्दै सकेन।